जापान खबरमा तपाईलाई स्वागत छ। आजको मुख्य समाचार यस प्रकार छ। टोकियोमा 42 करोड 30 लाख येनको ठूलो लुटपाट, चिनिया दूतावासद्वारा सुरक्षा अलर्ट जारी। टोकियो, जापानको राजधानी टोकियोमा फिल्मी शैलीमा भएको एक भीषण लुटपाटको घटनाले यतिबेला जापान र अन्तर्राष्ट्रिय जगतको ध्यान खिचेको छ। टोकियोको उएनो टाइटो वार्ड क्षेत्रमा गत बिहीबार राति करिब 9:30 बजे 5 जनाको एक समूहबाट 42 करोड 30 लाख जापानी येन, करिब 27 लाख अमेरिकी डलर नगद भरिएका सुटकेसहरू लुटिएका छन्। घटनाको मुख्य विवरण। आक्रमणको शैली। 3 जनाको लुटेरा समूहले पीडितहरूमाथि पेपर स्प्रे, खुर्सानीको धुलोयुक्त स्प्रे प्रहार गरी नगद बोकेका 3वटा सुटकेस लुटेर फरार भएका थिए। पीडित टोलीमा 2 चिनिया र 3 जापानी नागरिकहरू थिए, जसले उक्त रकम हङकङ लैजान लागेको बताइएको छ। चिनिया दूतावासको कडा कदम। यस घटना लगत्तै टोकियो स्थित चिनिया दूतावासले गम्भीर चासो व्यक्त गर्दै आफ्ना नागरिकहरूलाई जापान भ्रमण गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म जापान भ्रमण नगर्न पुनः सल्लाह दिएको छ। प्रहरी अनुसन्धान। जापान प्रहरीले यसलाई संगठित अपराधको रूपमा हेरिरहेको छ। लुटेराहरूले प्रयोग गरेको नीलो रङको कार फेला परेको छ भने अपराधीहरूको खोजी तीव्र पारिएको छ। यस घटनाको केही घण्टापछि नै हानेदा विमानस्थलमा पनि 19 करोड येन लुट्ने प्रयास भएको थियो, जसलाई प्रहरीले उएनोको घटनासँग जोडिएको हुन सक्ने आशंका गरेको छ। नोट: जापानमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि ठूलो मात्रामा नगद बोकेर हिँड्दा उच्च सतर्कता अपनाउन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त स्थानीय प्रहरीलाई खबर गर्न अनुरोध गरिन्छ। जापान खबर हेर्दै गर्नुहोला। यो समाचार कस्तो लाग्यो? लाइक, कमेन्ट र फलो गर्न नबिर्सिनुहोला।